सोच्नुस् त, खेलमा जित्नु भनेको के स्कोरबोर्डमा देखिने नम्बर मात्र हो त? खासमा यो त्योभन्दा धेरै हो। हामीले खेलमा प्राय दुई किसिमका व्यवहार देख्छौं। एउटा हो स्पोर्ट्सम्यानशिप र अर्को गेम्सम्यानशिप। सुन्दा उस्तै उस्तै लागे पनि यी दुईको अर्थ र असरमा आकाश जमिनको फरक छ। त्यसो भए एउटा प्रश्न उठ्छ, जित्नु र साँच्चै जित्नुमा के फरक छ त? यो विश्लेषणले हामीलाई कुनै पनि प्रतिस्पर्धालाई हेर्ने दुई फरक दृष्टिकोणबारे बुझाउँछ। ल, यसमा अलि गहिरिएर हेरौँ न। ल, सुरु गरौँ पहिलो बाटोबाट, स्पोर्ट्सम्यानशिप। यसलाई इमान्दारी र निष्ठामा केन्द्रित एउटा आदर्श मार्गको रूपमा हेर्न सकिन्छ। यो भनेको खेलको आत्मालाई सम्मान गर्ने तरिका हो। अब स्पोर्ट्सम्यानशिप भनेको के हो त? सिधा भाषामा भन्दा यो इमान्दारी, निष्पक्षता, विपक्षीको सम्मान र सबैभन्दा महत्त्वपूर्ण खेलको जुन खास मर्म छ नि त्यसलाई जोगाएर खेल्नु हो। यो नियम मान्नु मात्र होइन, यो त खेल खेल्ने एउटा नैतिक शैली हो। ल, एउटा सिन इमेजिन गरौँ है। फुटबलको एकदमै महत्त्वपूर्ण म्याच चलिरहेको छ र विपक्षी खेलाडी लड्छ। स्पोर्ट्सम्यानशिप भएको खेलाडीले के गर्छ? तुरन्तै बल खोसेर गोल हान्न जाँदैन, बरु लडेको खेलाडीलाई उठाउन मद्दत गर्छ। देख्नुभयो, यहाँ जित हार भन्दा पनि मानवता र खेलको भावना ठूलो भयो। ल, अब अर्को पाटो हेरौँ, गेम्सशिप। यो चाहिँ अलि फरक छ, जहाँ नैतिकताको रेखा अलि धमिलो हुन सक्छ। यो नियमभित्रै बसेर चलाखी गर्ने कला हो। गेम्सम्यानशिप भनेको चाहिँ नियम नतोड्ने तर नियमको छेउछाउमा बसेर चलाखीपूर्ण तरिकाले विपक्षीको दिमागसँग खेल्ने कला हो। यहाँ मुख्य उद्देश्य भनेको नियमको दायराभित्र रहेर जसरी भए पनि जित्नु हुन्छ। अर्को उदाहरण हेरौँ। टेबल टेनिसको एकदमै टाइट म्याच चलिरहेको छ, पोइन्टको लडाईँ छ। अचानक एक खेलाडीले खेलको गतिलाई सुस्त बनाउन र विपक्षीको ध्यान भङ्ग गर्न सानोतिनो बहाना बनाउँछ। उसले रुल तोडेको छैन, तर खेलको जुन माहौल छ नि त्यसलाई चाहिँ बिगारिदियो। ल, अब यी दुईलाई सिधै तुलना गरेर हेरौँ ताकि कुरा एकदमै क्लियर होस्। स्पोर्ट्सम्यानशिपको लक्ष्य हो सम्मानजनक जित र यसको तरिका हो इमान्दारी र सम्मान। अर्कोतिर गेम्सम्यानशिपको लक्ष्य हो नियमभित्र रहेर जसरी पनि जित्ने, जसका लागि मनोवैज्ञानिक दाउपेच प्रयोग हुन्छ। एउटाले खेलको गरिमा बढाउँछ, अर्कोले नियमका कमजोरीहरूलाई आफ्नो फाइदाको लागि प्रयोग गर्छ। तर यो स्पोर्ट्सम्यानशिप र गेम्सम्यानशिपको कुरा खेलको मैदानमा मात्रै सीमित छैन है। हाम्रो दैनिक जीवनमा हरेक दिन हामी यस्तै मोडमा उभिन्छौँ। आखिर खेलभन्दा जीवन ठूलो छ र यहाँ पनि यी दुई शैलीहरू देखिन्छन्। सोच्नुस् त, हामी सबै परीक्षा हलमा बसेका छौं। स्पोर्ट्सम्यानशिप भनेको के हो? आफ्नो ज्ञानमा भरोसा गर्ने र अरूलाई बाधा नपुर्याई निष्पक्ष प्रतिस्पर्धा गर्ने। तर गेम्सम्यानशिप जानी जानी कुनै प्रश्नमा धेरै समय लगाएर अरूलाई तनाव दिने, ताकि उनीहरूको प्रदर्शन कमजोर होस्। दुवै अवस्थामा नियम त तोडिएको छैन, तर नियतमा ठूलो फरक छ। त्यसो भए कुरा केमा आएर टुङ्गिन्छ त? यो नितान्त व्यक्तिगत छनौटको कुरा हो। हामी कस्तो खेलाडी बन्न चाहन्छौँ खेलमा र जीवनमा? साँचो खेलाडी को हो भन्ने प्रश्न यहीबाट सुरु हुन्छ। त्यसैले प्रश्न यो हो, चाहे त्यो खेलको मैदान होस् वा जिन्दगीको मैदान, हामी कुन बाटो हिँड्ने? के हामी सम्मान र इमान्दारीको बाटो रोज्छौँ वा नियमभित्र रहेर चलाखीपूर्ण फाइदा उठाउने? यो प्रश्न हामी सबैको लागि हो। किनभने साँच्चै भन्ने हो भने जित त त्यो हो जुन इमान्दारीले कमाइन्छ। स्पोर्ट्सम्यानशिपले खेललाई मात्र होइन, हाम्रो जीवनलाई नै अर्थपूर्ण बनाउँछ। याद राखौं, इमान्दारी साथ खेलौं, जीवन जितौं।